तपाईहरुलाई? मैले 3 दिन भयो खाना खानु पाएको छैन। अनि कतिपयले भन्छ हैन अब आफ्नो घर छोडेर आफ्नो गाउँ छोडेर आसाम छोडेर बाहिर किन कमाउनु गएको? मैं तो बोलूँगी ये सब मोदी का ही किया जा रहा है। प्राइस बढेको छ। मैले कहाँ यो भिडियो भेटेको थियो आफ्नो बाबुआमालाई लत्ताएर हेरेन कोही पनि मान्छे बाहिर आफ्नो रहर ल्याउँदैन। केटा मान्छे मात्रै हैन के छोरी चेलीहरू धेरै आएको छ बाहिर आएर हैन कमाइरहेको छ हैन। अलिक जोडले सुनेन। हामीलाई मोदीले हाई गाइस वेलकम टु माई न्यू भिडियो र आज फेरि पनि स्वागत छ तपाईहरुलाई नयाँ भिडियोमा। र आजको भिडियोमा चाहिँ हामी सोध्ने छौँ हाम्रो यहाँ पछाडि भएको केटीहरू सोल्टिनीहरू सोल्टी त छैन यहाँ सबै सोल्टिनीहरू केटीहरू दिदीबहिनी दाजुभाइ दिदीबहिनी जो पनि छ हैन के चलिरहेको छ भन्दाखेरि चाहिँ ग्यासको भाउ धेरै बढिरहेको छ हैन। जति केटीहरूको भाउ बढ्दैन त्योभन्दा बेसी चाहिँ ग्यासको भाउ धेरै बढेको छ र यसको विषयमा अरूलाई हैन हामी केटीलाई नै सोध्नेवाला छौँ। यसको विषयमा उहाँहरूको सोच विचार अब के छ र के भइरहेको छ भन्ने कुरा है। ओके तो मैडम जी आपका क्या कहना है इस बारे में? मैं तो बोलूँगी ये सब मोदी का ही किया जा रहा है। क्योंकि अभी इलेक्शन भी आ रहे हैं तो सब हर चीज़ का मतलब प्राइस कम करना चाहिए। बात तो सही है। क्यों इतना ज़्यादा बढ़ रहा है? हम लोग इतना दूर इधर कमाने के लिए आए हैं तो क्या खाएंगे क्या रहेंगे? होटल भी बंद हो रहा है अभी तो क्या बोलते हैं स्टोव लेके थोड़ी स्टोव ले सकते हैं हम लोग। केरोसिन किधर से मिलेगा हम लोगों को? तो अभी आप कहाँ रहते हो? अभी पीजी में रहते हो रूम में रहते हो? मैं तो रूम में ही रहती हूँ। तो रूम में अभी आप लोग खाना बना के खाते हो राइट? तो आपकी गैस का अभी प्राइस कैसा है अभी? 3000 4000 3-4 हज़ार हो गया। पहले कितना था? पहले तो 1200 1100 ऐसा था। इसीलिए गाइस ये वीडियो को इतना शेयर करो मोदी तक पहुँचा दो। कहाँबाट हो तिमीहरू? आई एम फ्रम डिजे। आसाम। यता एकजना चाहिँ आसामबाट एकजना दार्जिलिङबाट हुनुहुँदो रहेछ। सो उहाँको विषयमा चाहिँ के छ ल तपाईँहरू भन्नुहोस्। अहिले अब बेङ्गलोरमा फिलहाल अहिले ग्यासको भाउ धेरै बढिरहेको छ होइन, त त्यसको विषयमा के भन्नु छ तपाईँहरूलाई? मैले 3 दिन भयो खाना खानु पाएको छैन। त्यहाँ होटलबाट नि एग राइस लगेर एउटा प्राइस बढेको छ। पहिला प्लेट एग राइसको पनि 70 रुपिस अरे हो अहिले त। पहिला कति थियो? हामीले इन्डक्सन मगाइरहेको छ ग्यास खतम भएर होइन। के भन्नु अब सो स्याड होइन। चाहिँ अब टेन्सनमा छ अहिले टेन्सनमा। अनि यसको कारण चाहिँ को जस्तो लाग्छ? को हो जस्तो लाग्छ खै अब नरेन्द्र मोदी होला। अलिक जोडले सुनेन। हामीलाई मोदीले जबरजस्त दुईजनाले धरेर इरानमा जो इरान इजरायलमा जो एट्याक भयो त्यस कारणले हामीलाई ग्यास आएको छैन होइन। त्यही लागि प्रब्लम हुँदैछ इन्डियामा। इन्डियाबाट लिन्थ्यो नि त सरी इन्डियाले उतैबाट लिन्थ्यो नि त ग्यासहरू होइन जे पनि हुन्छ। अनि त्यहाँबाट नि अब त्यहाँ युद्ध भइरहेछ हामी यता मोडिरहेछौँ भात खानु नपाएर ग्यासको दाम बढेर जुद्ध होइन युद्ध। ओके अनि अब यो ग्यास अहिले जस्तो ग्यासको भाउ बढेको छैन त त्यसले गर्दाखेरि तपाईँहरूलाई कतिको प्रब्लम फेस गर्नु परिरहेछ? एउटा अगाडि नर्मल भराउँदाखेरि 1200 लिन्थ्यो होइन, अहिले 1200 को जग्गामा 3700 परेको छ हो। त अहिले हामी पाउँदैन होइन यहाँतिर पाउँदैन कहाँ जानु। त बाहिरबाट आउने दाजुबहिनी दिदीबहिनी जति पनि छ अब यहाँ अब कमाउन आएको छ उहाँहरूलाई धेरै प्रब्लम फेस गर्नु परिरहेको होला अहिले होइन। अन्त प्रब्लम त फेस गर्नु परेको छ नि अब। सो यसको रिक्वेस्ट चाहिँ कसलाई गर्नुहुन्छ? अब नरेन्द्र मोदीलाई चाहिँ अब तपाईँले के भन्नुहुन्छ? किनभने नरेन्द्र मोदी हाम्रो अब देशको प्राइम मिनिस्टर हुनुहुन्छ होइन। सो उहाँको लागि एउटा के मेसेज छोटो मेसेज गरिदिनुहोस् नरेन्द्र मोदी जी भन्न चाहन्छु कि पहिला त नमस्ते। अनि भन न तिमी म सुन्दैछु भन। सुन्दैछु। अनि ग्यास छिटो छिटो गरेर ल्याइदिनु भन अनि दाम घटाइदिनु भन। मोदीले त कहाँ ग्यास ल्याइदिन्छ अनि घरमा रुममा? उसले यसो के भन्छ त्यसलाई अब उसले नै उयो गर्नु पर्यो के भन्छ मिलाउनु पर्यो होइन। हाम्रो प्राइम मिनिस्टर उयो नै हो होइन। हाम्रो पासमा दाउरा पनि छैन खाना बनाएर खानु हो। इन्डक्सन मगाइरहेको छ त्यो पनि बिल भक्कु आउँछ त्यसमै पैसा वेस्ट हुन्छ होइन। यति नै भन्दै बाई बाई। सो गाइस होइन अहिले बेङ्गलोरको हालत चाहिँ धेरै खराब भइरहेको छ। जस्तै कि अब यो फेस चाहिँ होइन जति पनि अब बाहिरबाट अब कमाउनुको लागि आएको छ बेङ्गलोरमा त्यसले गर्दाखेरि यहाँको ठुलो रेस्टुरेन्ट होटलहरू धेरै बन्द भइसकेको छ। र यो प्रब्लम चाहिँ अब होटलवालाले रेस्टुरेन्टवालाले मात्रै होइन हामीले पनि फेस गर्नु परिरहेको छ। जस्तै कि अब जो पनि बाहिरबाट कमाउन आएको छ होइन। सो त्यसैले होइन जो पनि अहिले बेङ्गलोर आउनु लागिरहेको छ उहाँहरूलाई रिक्वेस्ट छ अहिले चाहिँ नआउनुहोस् यहाँको प्रब्लम जबसम्म राम्रो हुँदैन। सो मेरो चाहिँ यो नै रिक्वेस्ट छ हाम्रो देशको PM मोदीलाई होइन, मोदी सरकारलाई। अब त्यसै पनि इलेक्सन आइरहेको छ होइन,
त हाम्रोपट्टिबाट चाहिँ यो रिक्वेस्ट हुनेछ अब जतिसक्दो यो प्रब्लमलाई चाहिँ सल्भ गर्नु पऱ्यो होइन अनि जतिसक्दो यो भिडियोलाई चाहिँ होइन कोरोना भएर जसरी फैलेको थियो त्यसरी नै सबैतिर चारैतिर फैलाइदिनुहोस् त्यसरी है र मोदीसम्म पुर्याइदिनु पऱ्यो होइन अब मोदीले नेपाली कुरा बुझ्दैन होला तपाईँले अलिकति ट्रान्सलेट गरेर अलिकति इङ्ग्लिसमा लेखेर पठाइदिनु होला किनभने हामीलाई चाहिँ अब इङ्ग्लिसमा भाषण दिनु चाहिँ आउँदैन हो हो कि होइन या होइन इङ्ग्लिसमा त को हुँदैन नि त ए हुन्छ अनि कति प्रायले भन्छ होइन अब आफ्नो घर छोडेर आफ्नो गाउँ छोडेर आसाम छोडेर बाहिर किन कमाउनु गएको आई मिन बाहिर किन जानु पऱ्यो आफ्नो मैले कहाँ यो भिडियो भेटेको थियो आफ्नो बाबामालाई लत्ताएर हेरेन कोही पनि मान्छे बाहिर आफ्नो रहर ल्याउँदैन आफ्नो परिवार छोडेर शाखा चन्दन छोडेर कोही पनि बाहिर आउँदैन होइन त्यो सबैको एउटा आफ्नो मजबुरी हुन्छ क्या है एउटा परिस्थितिले गर्दाखेरि आफ्नो एउटा बाहिर आउनु परिरहेको छ क्या केटा मान्छे मात्रै होइन क्या दाजुबहिनी दिदीबहिनी त यहाँ अरू पनि छोरीचेलीहरू धेरै आएको छ बाहिर आएर होइन कमाइरहेको छ होइन सो कसैले त्यस अब नराम्रो नभन्नुहोस् सबैको आफ्नो आफ्नो मजबुरी हुन्छ होइन यता हाम्रो नाना पनि छ यता अरू पनि छ यहाँ होइन अरू केटीहरू पनि छ होइन सो है हल्का जिन्दगीमा रमाइलो पनि गर्नुपर्छ दुःख सुख यस्तै हो जिन्दगीमा होइन सो कसैले नराम्रो कमेन्ट नगरिदिनुहोस् ओके सबैको आफ्नो आफ्नो मजबुरी हुन्छ सो यति नै भन्दै आज भिडियोलाई यहाँ समाप्त गर्दैछु गाइस भेट्नेछु फेरि अर्को भिडियोमा फलो गर्नुभएको छ भने फलो गर्नु होला ओके बाई